कुनाबाट हेर्दा पुरै पोखरी देख्न सकिँदैन थियो। त्यो रहस्यमय तालभित्र आधा मानव र आधा नाग जोडी बस्थे। तिनीहरू सबै नागहरूका राजा र रानी थिए। देशभरि राजालाई कर्कोटकका नामले चिनिन्थ्यो। एक दिन रानी बिरामी भइन्। उनको आँखा निकै नै दुख्यो। कर्कोटक राजा चिन्तित थिए र आफ्नी रानीलाई पीडामा देख्न सक्दैन थिए। उनले आफ्नो दैवी शक्ति प्रयोग गरेर आफ्नो पत्नीको आँखा निको पार्न सक्ने वैद्यको खोजी गरे। आफ्नो दैवी शक्ति प्रयोग गरेर उनले भक्तपुरमा ज्यापु वैद्य भनेर चिनिने किसान भेट्टाए। भक्तपुरका जनताले जहिले पनि ज्यापु वैद्यलाई आफ्नो रोग निको पार्नको लागि वैद्यकोमा जान्थे। राजा कर्कोटक वैद्यलाई खोज्न हतारिएर निस्किन्छ। कर्कोटकले ज्यापु वैद्यलाई मानव रूपमा भेटेर भने, मेरी श्रीमती बिरामी छिन्, कृपया तुरुन्तै मेरो ठाउँमा आउनुहोस् र उनको उपचार गर्नुहोस्। म तपाईँप्रति धेरै आभारी हुनेछु। ज्यापु वैद्यले राजालाई भने, मलाई माफ गर्नुहोस्, मैले मेरो खेतलाई हेरचाह गर्नुपर्छ, म साँझ आउँछु। कर्कोटक राजा हतारमा थिए, त्यसैले उनले अनिच्छुकताका साथ आफ्नो वास्तविक रूप देखाएर वैद्यलाई भने, म कर्कोटक राजा, नागहरूको राजा, म तपाईँलाई विनम्र अनुरोध गर्दछु, कृपया मेरी पत्नीलाई मद्दत गर्नुहोस्, म तपाईँलाई राम्रो इनाम दिनेछु। पहिला त ज्यापु वैद्य डराए र आश्चर्यचकित भए, तर सर्पका राजाले आफूलाई अनुरोध गरेको देखेर उनले अस्वीकार गर्नै सकेनन्। वास्तविक रूप देखेपछि ज्यापु वैद्य राजी भए र केही पहेँलो जडीबुटी लिएर आए। उनीहरू हतार हतार टौदा पोखरीतिर पुगे। वैद्यले राजालाई सोधे, महाराज, रानी कहाँ छिन्? राजाले जवाफ दिए, यस पोखरीभित्र। उसले राजालाई सोध्छ, म कसरी यो पोखरीभित्र माछा जस्तो डुब्न सक्छु? राजाले जवाफ दिए, जबसम्म तिमी यो पोखरीभित्र मेरो छेउमा छौ तबसम्म तिमीलाई कुनै हानि हुने छैन। त्यसपछि कर्कोटक राजाले वैद्यलाई उठाएर पोखरीभित्र जान थाले। कर्कोटकको दरबारमा पुग्दा रानी आफ्नै ओछ्यानमा पीडाले चिच्याइरहेकी थिइन्। जतिसक्दो चाँडो चिकित्सकले पहेँलो जडीबुटीको औषधि बनाउने काम गर्न थाले र रानीको आँखामा लगाइदिए। औषधिले उनको आँखा तुरुन्तै निको भयो। रानीको आँखा निको भयो र राम्ररी देख्न सकिने भयो। रानी मुस्कुराइन् र राजा कर्कोटक पनि एकदमै खुसी र प्रफुल्लित भए। राजा कर्कोटकले ज्यापु वैद्यलाई धेरै बहुमूल्य उपहार दिए। तीमध्ये विभिन्न प्रकारका गहनाले सजाइएको कालो मखमली भोटो थियो। ज्यापु वैद्यलाई आफ्नो भोटो एकदमै मन पर्थ्यो। उसले दिनहुँ र जताततै लगाउने गर्थ्यो। उसको चम्किलो भोटोको कारण सबैले उसलाई याद गर्थे। एक दिन ख्या नामक दुष्ट आत्माले ज्यापुलाई भोटोसँग देख्यो र उसलाई वैद्यमाथि ईर्ष्या जाग्न थाल्यो। ख्या सधैँ दुष्ट आत्मा थियो जसले समाजमा लुटपाट, ईर्ष्या सिर्जना र घृणा जगाउने जस्ता नकारात्मक कार्य